हंगरीको हुनेवाला नयाँ प्राइम मिनिस्टर पिटर मैगाले नेतान्याहुको बारेमा यस्तो इन्ट्रेस्टिङ डिसिसन लिएका छन् कि यो सुनेर तपाईँ छक्क पर्नुहुन्छ होला। हिजो पिटर मैगाले दिएको प्रेस स्टेटमेन्टको अनुसार उनले नेतान्याहुलाई हंगरीमा हंगरी रेभोल्युसनको 17th एनिभर्सरी एटेन्ड गर्न आउनको लागि इन्भाइट गरेका छन्। तर यहाँ इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यदि नेतान्याहु हंगरी छिरे भने पिटर मैगाले इन्टरनेसनल क्रिमिनल कोर्टको डिसिसनलाई रेस्पेक्ट गर्दै नेतान्याहुलाई एरेस्ट गर्नेवाला छन्। सो एकातिर नेतान्याहुलाई हंगरी आउन निम्तो गरेको छ भने अर्कोतिर हंगरी छिरे भने एरेस्ट गरिनेछ। अब यो सब के हो भन्नुहुन्छ भन्दा इन्टरनेसनल क्रिमिनल कोर्ट यानी आईसीसीले नेतान्याहु विरुद्ध वार क्राइम्सको लागि अरेस्ट वारेन्ट जारी गरेको छ। सो आईसीसीको सदस्य देशहरूले नेतान्याहुलाई अरेस्ट गर्नुपर्नेछ। तर हंगरीको पूर्व प्रधानमन्त्री भिक्टर अर्बन यो आईसीसीको डिसिसनको खिलाफमा थिए र नेतान्याहुको नजिकैको साथी थिए। त्यति मात्र होइन, उनले इन्टरनेसनल क्रिमिनल कोर्टबाट हंगरीको सदस्यता हटाउने प्रोसेस पनि सुरु गरेका थिए। तर यो इलेक्सनमा हारेपछि अबको नयाँ प्राइम मिनिस्टर पिटर मैगाले भिक्टर अर्बनको यो डिसिसनलाई ब्लक गरेर आईसीसीबाट नहट्ने भनेका छन् र साथसाथै नेतान्याहुलाई एरेस्ट गर्ने आईसीसीको भर्डिक्टलाई पनि फलो गर्ने भनेका छन्। सो अब नेतान्याहु हंगरी जान्छन् कि जाँदैनन्, अनि गए भने अरेस्ट हुन्छन् कि हुँदैनन्, यो हेर्न चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ।